तपाईँलाई यस लर्निङ आउटसाइड च्यानलमा स्वागत छ। हामीसँग चाहिँ खरिदार तेस्रो पत्रको तेस्रो टपिक 1.3मा रहेको सार्वजनिक बडापत्र महत्त्व र आवश्यकता, सार्वजनिक सेवा बडापत्र र नागरिक बडापत्र टपिकबाट आउटसाइड सम्बन्धित प्रश्न उत्तर लिइरहेको छ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु, च्यानल लाइक सेयर सब्सक्राइब पनि गरिदिनु। आजको हाम्रो पहिलो प्रश्न रहेको छ सार्वजनिक बडापत्रको परिचय दिँदै सार्वजनिक सेवा बडापत्रका मूलभूत पक्षहरू उल्लेख गर्नुहोस् भनेर रहेको छ। यसमा रहेको छ राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभूति सम्बन्धी नागरिक अधिकार पत्रलाई सार्वजनिक बडापत्र भनिन्छ। राज्यद्वारा प्रदत्त सेवा नागरिकलाई छिटो, सजिलो, प्रभावकारी रूपमा वितरण गर्दा सेवा प्रदायकलाई जिम्मेवारी र उत्तरदायी बनाउने साथै सेवाग्राहीलाई सचेत तथा जानकार बनाउने पद्धति नै समग्रमा सार्वजनिक बडापत्र हो। सार्वजनिक बडापत्रको सुरुवात चाहिँ 1991मा बेलायतका प्रधानमन्त्री जोन मेजरको पालामा भएको हो भने नेपालमा विक्रमसम्म 2056देखि सबै सार्वजनिक कार्यालयमा राख्न सुरु गरिएको छ। त्यसै गरी यसले सेवाका किसिम, लागत, प्रक्रिया, व्यवस्थापन, गुनासो, क्षतिपूर्तिका साथै नागरिक सचेतनाको विशेष ख्याल गर्दछ। यसले सेवा प्रदायक र सेवाग्राही प्रतिको सम्बन्ध स्थापित गर्दछ भनेर यसको परिचय रहेको छ। त्यसै गरी सार्वजनिक सेवा बडापत्रका मूलभूत पक्षहरू यसरी छ। पहिलो छ गुणस्तर, त्यसमा क्वालिटी इङ्ग्लिसमा भयो। सेवाको गुणस्तर सुधार गर्न, त्यसै गरी छनौट छ, सम्भव भएसम्म सेवाग्राहीलाई सेवा छनौटको अवसर दिने। त्यसै गरी मापदण्ड छ, सेवाको अपेक्षित मापदण्ड तय गर्ने। त्यसै गरी भ्यालु छ, करदाताको करको मूल्य चाहिँ फिर्ता गर्ने। त्यसै गरी उत्तरदायित्व छ, सेवा सम्बन्धमा व्यक्तिगत तथा सङ्गठनात्मक उत्तरदायित्व प्रवर्तन गर्ने। त्यसै गरी पारदर्शिता, सेवामा कानुन बमोजिम पारदर्शिता कायम गर्ने। त्यसै गरी ग्राहक केन्द्रित सेवा मापदण्ड, यसमा चाहिँ ग्राहकलाई सहजता हुने गरी सेवा मापदण्ड निर्धारण गर्ने। सञ्चार रहेको छ, निर्माण भएको सेवा मापदण्डको सार्वजनिकरण र प्रचार प्रसार गर्ने। त्यसै गरी नियन्त्रण, पूर्व निर्धारित मापदण्ड अनुरूप गुणस्तरीय सेवा प्रवाह गर्न गरिने क्रियाकलापलाई नियन्त्रण गर्ने। जो क्लोजिङ लाइन छ यसरी राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभूति सम्बन्धी नागरिक अधिकार पत्रलाई सार्वजनिक बडापत्र भनिन्छ, जसमा नागरिक मुख्यतया उल्लेखित 3C हरूको चाहिँ संयोजन रहन्छ। यो 3C भनेको चाहिँ यहाँनिर तपाईँ हेर्नुहोला, यो लास्टको ग्राहक केन्द्रित सेवा मापदण्ड, त्यसै गरी सञ्चार र नियन्त्रण, यसलाई इङ्ग्लिसमा चाहिँ 3C भनेर चाहिँ कहिलेकाहीँ यसमा पनि सोधिन सक्छ। यो 3Cलाई ख्याल गर्नु होला। कस्टमर, ड्राइभर, सर्भिस स्ट्यान्डर्ड, त्यसै कम्युनिकेसन र कन्ट्रोलको संयोजन रहन्छ। त्यसै गरी अर्को प्रश्न छ सार्वजनिक बडापत्रको परिचय दिँदै नागरिक बडापत्रका सिद्धान्तहरू लेख्नुहोस् भनेर छ। यसमा हेर्नु होला, गुणस्तरीय सेवाको राज्यबाट यो जुन परिचय खण्ड छ माथिकै हो, प्रश्न नम्बर 1कै परिचय खण्ड हो, यसलाई दोहोऱ्याएन मैले हेर्नु होला। त्यसै गरी नागरिक बडापत्रका सिद्धान्तहरू छ। यसमा छ सेवा छनौटको सिद्धान्त, गुनासो व्यवस्थापनका सिद्धान्त, त्यसै गरी पारदर्शिताको सिद्धान्त, सेवा सुनिश्चितताको सिद्धान्त, क्षतिपूर्तिको सिद्धान्त, दण्ड पुरस्कारको सिद्धान्त, सुधारको सिद्धान्त, सेवा लागतको सिद्धान्त, कुशल सेवा प्रवाहको सिद्धान्त, जनभावनाको सिद्धान्त, सार्वजनिक हितको सिद्धान्त, प्रभावकारी कानुनको सिद्धान्त, एकरूपता तथा गुणस्तरीयताको सिद्धान्त, अधिकार र कर्तव्यको सिद्धान्त, लोक कल्याणकारी राज्यको सिद्धान्त। क्लोजिङ लाइन यसरी छ, सार्वजनिक सेवा प्रवाहमा सेवा सुधार तथा जनभावना जस्ता सिद्धान्त पालना गरी सेवा प्रदायक र सेवाग्राही प्रतिको सम्बन्ध स्थापित गर्न सकिन्छ भनेर लेखेँ। तपाईँले अरू पनि लेख्न सक्नुहुन्छ यसमा क्लोजिङमा। अर्को प्रश्न छ प्रश्न नम्बर 3, सार्वजनिक बडापत्रको परिचय दिँदै सार्वजनिक सेवा बडापत्रका कार्यहरू, फङ्सन अथवा महत्त्व पनि सोधिन सक्छ कहिलेकाहीँ, लेख्नुहोस् भनिरहेको छ। गुणस्तरीय सेवाको राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभूति सम्बन्धी नागरिक अधिकार पत्रलाई सार्वजनिक बडापत्र भनिन्छ। यो परिचय खण्ड माथिकै भइहाल्यो। त्यसै गरी सार्वजनिक बडापत्रका कार्यहरू छ, टु इम्प्रुभ द एक्सेस टु द पब्लिक सर्भिस एन्ड प्रमोट क्वालिटी, गुणस्तरीय सेवा प्रवाहको मापदण्ड निर्धारण तय गर्नु गराउनु। त्यसै गरी सार्वजनिक सेवा तथा सेवा प्रवाह सम्बन्धी सूचना जानकारीमा खुलापन कायम गर्नु, इन्फर्मेसन एन्ड ओपननेस भयो। त्यसै गरी सेवाग्राहीलाई छनौट र परामर्शको अवसर प्रदान गर्नु, चोइस एन्ड कन्सल्टेसन। त्यसै गरी सेवा प्रदायक सेवाग्राही सम्बन्ध विस्तार गर्नु, सुधार गर्न सहयोग गर्नु, रिलेसन इन्हान्समेन्ट। त्यसै गरी गुनासो सुनवाई व्यवस्थापनलाई दरिलो बनाउनु, प्रोभिजन अफ द रिल्सेस अफ द ग्रिभेन्स भनेर छ। त्यसै गरी सेवा प्रवाहमा हुने विभेदको अन्त्य गर्न सहयोग पुर्याउनु। त्यस्तै गरी गुणस्तरीय सेवामा सबैको पहुँच चाहिँ वृद्धि गर्नु। क्लोजिङ लाइन लेखेको छ, गुणस्तरीय सेवाको राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभूति सम्बन्धी नागरिक पत्रलाई चाहिँ सार्वजनिक बडापत्र भनिन्छ। राज्यद्वारा प्रदत्त सेवा नागरिकलाई छिटो, छरितो, प्रभावकारी रूपमा वितरण गर्दा सेवा प्रदायकलाई जिम्मेवारी र उत्तरदायी बनाउने साथै सेवाग्राहीलाई सचेत तथा जानकारी बनाउने नै समग्रमा सार्वजनिक बडापत्रको मुख्य कार्य हो भनेर लेख्न सकिन्छ। त्यसै गरी प्रश्न नम्बर 4 रहेको छ, सार्वजनिक बडापत्रको परिचय दिँदै सार्वजनिक सेवा बडापत्रका तत्त्वहरू, अङ्गहरू, कम्पोनेन्ट अथवा इलिमेन्ट उल्लेख गर्नुहोस् भनिरहेको छ। यसमा छ गुणस्तरीय सेवाको
राज्यबाट नागरिकले पाउने सेवाको प्रत्याभूति सम्बन्धी नागरिक अधिकार पत्रलाई सार्वजनिक बडापत्र भन्छ। परिचय खण्ड माथिकै भइहाल्यो। यसमा अर्को छ सार्वजनिक सेवा बडापत्रका तत्त्वहरू अङ्गहरू यसरी लेख्न सकिन्छ तपाईँहरूले। बडापत्रका उद्देश्यहरू पूर्ति गर्न एउटा आदर्श बडापत्रमा देखाएका तथ्यहरू विद्यमान रहनुपर्दछ। यसमा छ सेवाग्राहीका आवश्यकता अनुसार सेवा। यस्तो कुनै पनि सङ्गठनबाट त्यसका सेवाग्राहीले अपेक्षा गर्ने भनेको सेवा नै हो। सङ्गठनबाट प्रभाव हुने यस्तो सेवाहरूको स्पष्ट उल्लेख बडापत्रमा गरिएको हुनुपर्दछ। सेवाग्राहीले उपलब्ध सेवाहरूको बीचमा छनौटको अवसर प्राप्त गर्नुपर्दछ। त्यसै गरी सेवा प्राप्त गर्न भुक्तान गर्नुपर्ने लागत र लाग्ने समय, कस्ट एन्ड टाइम, प्रभाव हुने सेवा प्राप्त गर्न सेवाग्राहीले मूल्य तिर्नुपर्ने वा नतिर्नुपर्ने, त्यसै गरी तिर्नुपर्ने भए कति तिर्नुपर्ने हो बडापत्रमा स्पष्ट उल्लेख भएको हुनुपर्दछ। साथै त्यस्तो सेवा प्राप्त गर्न कति समय लाग्ने हो सो समेत किटान भएको हुनुपर्दछ भनेर राखेको छ। त्यसै गरी सेवाग्राहीले पुरा गर्नुपर्ने आवश्यक प्रक्रिया प्रोसेस, सेवा लिन कस्तो प्रक्रिया पुरा गर्नुपर्दछ, कस्ता कस्ता कागजात आवश्यक पर्दछ, कार्यालयमा कससँग चाहिँ सम्पर्क गर्नुपर्दछ, सेवाको परिणाम र गुणस्तर कस्तो हुन्छ भन्ने बारेमा स्पष्ट रूपमा सार्वजनिक सेवा बडापत्रमा उल्लेख गरिएको हुनुपर्दछ। त्यसै गरी सुनुवाई, गुनासो सुनुवाई व्यवस्थापन, कम्प्लेन, जसमा रहेको छ निर्धारित प्रक्रिया पुरा गर्दा समेत निर्धारण समयमा सेवा प्राप्त गर्न नसके वा सेवा प्रवाहमा कमी कमजोरी भए सो जानकारी गुनासो कसलाई गर्ने भन्ने सम्बन्धमा समेत बडापत्रमा स्पष्ट व्यवस्था भएको हुनुपर्दछ। त्यसै गरी क्षतिपूर्ति व्यवस्था, सेवा प्रवाहमा लापरवाही भएर सेवाग्राहीमा पुगेको क्षतिलाई पूर्ति गर्ने व्यवस्था, अर्थ र प्रतिबद्धता सेवा बडापत्रमा स्पष्ट गर्नुपर्दछ। क्षतिपूर्ति व्यवस्था सेवा बडापत्रको महत्त्वपूर्ण पक्ष हो। हामी यसको क्लोजिङमा जाउँ। नेपाल विकासमा 2070 वैशाख 2 गतेदेखि क्षतिपूर्ति सहितको नागरिक बडापत्र लागू भएको छ। सार्वजनिक निकायहरूबाट प्रदान गरिने सेवालाई जवाबदेही र विश्वसनीय तुल्याई सेवा प्रदान गर्ने निकाय र व्यक्तिलाई बढी जिम्मेवार, कामप्रति उत्तरदायी बनाउँदै सार्वजनिक निकायहरूले नागरिक बडापत्र बमोजिम नेपाल सरकारबाट तोकिएको निकायका सेवाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र क्षतिपूर्ति प्रदान गर्ने कार्यलाई व्यवस्थित गर्न जारी भएको क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका 2059ले क्षतिपूर्ति सहितको नागरिक बडापत्रको कार्यान्वयनलाई चाहिँ आधार दिएको छ भनेर क्लोजिङ लाइन लेख्यो। अब हामी अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 5, सार्वजनिक बडापत्रको परिचय दिँदै नागरिक बडापत्रलाई लागू गर्न विकास गरिएको कानुनी तथा नीतिगत व्यवस्था उल्लेख गर्नुहोस् भनेको छ। यसमा सार्वजनिक बडापत्रको परिचय त्यही नै भइहाल्यो, यसमा फरक लेखेको छैन मैले। अब हामी नागरिक बडापत्रलाई लागू गर्न विकास गरिएका कानुनी तथा नीतिगत व्यवस्था हेर्छौँ, जसमा छ सार्वजनिक सेवालाई प्रभावकारी बनाउने निर्देशिका 2056, त्यसै गरी निमुखालाई न्याय विपन्नलाई आय कार्यक्रम 2056, त्यसै गरी 10औं आवधिक योजना 2059 देखि 64 र त्यसपछिका अन्य आवधिक योजनाहरूले, त्यसै गरी सार्वजनिक सुनवाई सञ्चालन कार्यविधि 2062, त्यसै गरी सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन 2064, त्यसै गरी सुचालन सञ्चालन तथा व्यवस्थापन नियमावली 2065, त्यसै गरी सूचनाको हक सम्बन्धी ऐन 2064, त्यसै गरी सूचनाको हक सम्बन्धी नियमावली 2065, त्यसै गरी सेवा अभियान सञ्चालन निर्देशिका 2065, त्यसै गरी क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका 2069। यसरी राज्यद्वारा प्रदत्त सेवा नागरिकलाई छिटो, छरितो, प्रभावकारी रूपमा वितरण गर्दा सेवा प्रदायकलाई जिम्मेवार र उत्तरदायी बनाउने साथै सेवाग्राहीलाई सचेत तथा जानकार बनाउनलाई उल्लेखित कानुनी व्यवस्था गरेको छ भनेर रहेको छ। अब हामी अर्को प्रश्नमा जाउँ। प्रश्न नम्बर 6, नेपालमा नागरिक बडापत्र राख्दा उल्लेख गर्नुपर्ने कुराहरू लेख्नुहोस् भनेर रहेको छ। तपाईँले कहीँ यसलाई चाहिँ नागरिक बडापत्र भनेको के हो, त्यसमा उल्लेख गर्नुपर्ने कुराहरू के भनेर सोधिन सक्छ। यसमा रहेको छ सेवा प्रवाहको नियमित अनुगमन गर्ने, अनुगमन क्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रदायक छनौट गरी वार्षिक प्रसिद्ध गर्ने व्यवस्था गर्ने गरी सुशासन व्यवस्थापन तथा सञ्चालन 2064 तथा नियमावली 2065 मा नागरिक बडापत्र सम्बन्धमा भएको व्यवस्था अनुसार सर्वसाधारणलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक सरकारी कार्यालयले त्यस्तो कार्यालयको परिसरभित्र देखिने उपयुक्त ठाउँमा चाहिँ नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था उक्त ऐन तथा नियमावलीमा गरिएको छ। त्यस्तो नागरिक बडापत्रमा दिएका कुराहरू उल्लेख गर्नुपर्दछ रहेको छ, जसमा छ सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, त्यसैगरी सेवाग्राहीले सेवा प्राप्त गर्न पुरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, त्यसैगरी सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, त्यसैगरी सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भइसकेको विवरण, त्यसैगरी सेवा प्राप्त गर्न सेवाग्राहीले पेश गर्नुपर्ने कागजात, त्यसैगरी सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासा सुन्ने अधिकारीको पद र नाम, सम्पर्क नम्बर सहित, त्यसैगरी सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नम्बर, त्यसैगरी सेवा प्रदायक प्रभावको प्राथमिकता, त्यसैगरी क्षतिपूर्ति प्राप्त हुने र नहुने व्यवस्थाहरू छ सेवाहरू। त्यसमा यसरी माथि उल्लेख भएका कुराहरू सम्बन्धित कार्यालयलाई बाध्यात्मक हुने र सो बमोजिम कार्य सम्पादन
गरी सर्वसाधारणलाई सेवा प्रदान गर्नु सम्बन्धित कार्यालय प्रमुख तथा अन्य कर्मचारीको कर्तव्य हुने। त्यसै गरी मनासिब कारण बिना नागरिक बडापत्र बमोजिम कार्य सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गर्न नसकेमा सम्बन्धित कार्यालयको प्रमुख तथा सोको जिम्मेवार कर्मचारी उप विभागीय कारबाही हुन सक्ने व्यवस्था तथा नसकी सेवाग्राहीले कुनै हानि नोक्सानी हुन गएकोमा सो हानि नोक्सानी बापतको क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरिएको छ त्यो नागरिक बडापत्रमा। 1.3 मा रहेको सार्वजनिक बडापत्र महत्त्व र आवश्यकता सार्वजनिक सेवा बडापत्र र नागरिक बडापत्रबाट चाहिँ परीक्षामा आउन सक्ने सम्बन्धित प्रश्नहरू चाहिँ यहाँनिर छलफल गर्यो। बाँकी अर्को भिडियोमा हामीले लिएर आउनेछौँ। दिनसम्मलाई हेरेर साथ दिनु होला। च्यानललाई लाइक शेयर सब्स्क्राइब गरेर सपोर्ट गर्नु। थ्याङ्क्स फर वाचिङ।